रेडियो भेरी एफएम, रेडियो भेरी एफएम, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज। कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनको काम असोजभित्र पूरा गर्ने प्राधिकरणका निर्देशक साक्यको भनाई। अवरोध भएका ठाउँमा समाधानका प्रयासहरू हुँदै। कर्णाली सरकारले बजेट ल्याएको 12 दिन हुँदा पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुन सकेन, बजेट सच्याउनु पर्ने प्रतिपक्षको माग। संविधानले प्रत्याभूत गरेका हक अधिकारबाट वञ्चित हुँदै आएका अपाङ्गता भएका व्यक्तिहरूको गुनासो। प्रदेश र स्थानीय बीच समन्वय नहुँदा तथ्याङ्क संकलनमा समस्या। र नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने र ललित कुमार राजवंशी आईसीसी टी20 बोलिङ वरियतामा फड्को मारे। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुवन विशीको नमस्कार। तपाई हामीलाई radioveri.com.np को साथै दैलेको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, त्यसैगरी जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। बहुप्रतीक्षित कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता नेपाल विद्युत प्राधिकरणले गरेको छ। प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्र देव साकेले वीरेन्द्रनगरमा कर्णालीका मुख्यमन्त्री यामलाल कणेलसँगको छलफलमा सबै अवरोध हटाएर असोजसम्म काम सक्ने बताउनु भएको हो। बाँकेको बानिया भारका 3वटा टावर निर्माण सम्पन्न भए लगतै प्रसारण लाइन सुर्खेत स्थित सुब्बाकुना सब स्टेशनमा जोडिने उहाँको भनाइ छ। स्थानीयको समस्या पनि समाधान गर्ने, तर त्यो स्थानीयको कारणले गर्दाखेरि पुरै कर्णाली प्रदेशको पाउनु हुँदैन भनेर त्यस हिसाबले हामी छलफल गर्यौं। एउटा निर्णय अब त्यो बानिया भार बाहेक अरू 1-2 ठाउँमा पनि समस्या रहेछ प्राविधिक, त्यो पनि सल्भ गर्नलाई निर्देशन दिइसकेको छु। मेरो विचारमा दशैं अगाडि यो क्षेत्रको त बत्ती नियमित हुन्छ नि। यहाँ सुर्खेतसम्म बढी जंगलको कारणले गर्दाखेरि नियमित बत्ती जाने आउने हुन्छ। बानिया भार बाहेकमा पनि केही ठाउँमा प्राविधिक अवरोध रहेको भन्दै उहाँले समाधानका लागि भएका प्रयासहरू सकारात्मक भएको बताउनु भएको छ। अवरोध हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले गरेको छलफल पनि सकारात्मक भएको उहाँको भनाइ छ। स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न स्थलगत अवलोकनका क्रममा साक्य बाँकेको बानिया भार लगायतका क्षेत्रमा पुग्नु भएको हो। 132 केबी प्रसारण लाइन विस्तारको काममा ढिलाइ हुँदा सुर्खेत सहित कर्णालीवासीले नियमित र प्रभावकारी विद्युत सेवा पाएका छैनन्। पछिल्ला दिनमा झनै सिनसिनमा बत्ती जाने समस्या बढेको छ। कर्णालीका 2वटा पालिका बाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष 82-83 को लागि बजेट ल्याएका छन्। कर्णालीका 79 मध्ये 11 स्थानीय तहले यसअघि नै बजेट ल्याएका थिए भने 66 पालिकाले बजेट ल्याएका हुन्। सल्यानको बाक्सोर नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाले बजेट ल्याउने तयारी गरेका छन्। सुर्खेतका 9वटै पालिकाले अस्ति बजेट ल्याइसकेका छन्। प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले 4 अर्ब 38 करोड़को बजेट ल्याएको छ भने चिंगाड गाउँपालिकाले 40 करोड़को बजेट ल्याएको जनाएको छ। अन्य जिल्लाका सबै स्थानीय पालिकाहरूले समयमै बजेट ल्याइसकेका छन्। कर्णाली सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले बजेट ल्याएको 12 दिन हुँदा पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुन सकेको छैन। असार 1 गते सबै प्रदेशले बजेट ल्याए पनि बजेटमाथि सत्ता र प्रतिपक्ष सांसदको तीव्र असन्तुष्टि रहँदा छलफल नै अघि बढ्न सकेको छैन। कर्णालीमा पटक पटक कार्यसूचीमा राखिए पनि बजेट छलफल शुरू हुन सकेको छैन। प्रतिपक्षीहरूले सरकारले योजना बैंकका नाममा मनपरी रूपमा बजेट ल्याएको भन्दै बजेट नसच्चाएसम्म छलफल हुन नसक्ने बताएका छन्। योजना बैंकमा राखेका योजना नपरेको र मन्त्रीको रजगज देखिएको भन्दै प्रतिपक्षी सांसदले सरकारलाई बिचौलियाको आरोप लगाएका छन्। हिजो बस्ने बैठकमा छलफल शुरू गर्ने कार्यसूची राखिए पनि सरकार र प्रतिपक्ष बीच कुरा
नमिलेपछि बैठक अन्यल बनेको छ। उता सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पनि बजेट छलफल अनिश्चित छ। कर्णाली प्रदेशमा असार 15 गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले जुम्ला बाहेक कर्णालीका 9 जिल्लामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ। कर्णाली सरकारको मन्त्री परिषद बैठक 2081 चैत 17 गतेको निर्णय अनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संस्थाहरूमा बिदा दिएको मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताउनु भएको छ। असार 15 गते धान रोपाई दिवस भएका कारण कर्णाली प्रदेशका जुम्ला बाहेक अन्य सबै जिल्लामा रोपाई दिवसको अवसरमा असार 15 गतेका लागि सार्वजनिक बिदा दिएको हो। कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि संविधानले प्रत्याभूत गरेका आधारभूत हक अधिकारबाट वञ्चित हुँदै आएको गुनासो गरेका छन्। उनीहरूले शारीरिक अपाङ्गता भएका बालबालिकाहरू उपचार र पुनर्स्थापनाबाट टाढा रहेको बताएका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले कर्णालीमा अपाङ्गता बालबालिकाका लागि प्रारम्भिक परियोजना सञ्चालन कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। उनीहरूले प्रदेश तथा स्थानीय तहबीच समन्वय नहुँदा अपाङ्गता भएकाहरूको समस्या झनै जटिल भएको बताएका छन्। सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइएका नीति तथा कार्यक्रमहरू कागजमै सीमित हुने गरेको उल्लेख गर्दै अब भने व्यवहारमै पुग्ने कार्यक्रम आवश्यक रहेको बताएका छन्। यस्तै तथ्याङ्क अभाव, सेवा वितरणमा डुप्लिकेसन हुनु जस्ता समस्याले अपाङ्गता भएका व्यक्तिहरू झनै पछाडि परिरहेको उनीहरूको भनाइ छ। कतिपय स्थानमा एउटै व्यक्ति धेरै ठाउँमा सूचीकृत भएको भन्दै वास्तविक पीडितहरू छुटिरहेको पनि उनीहरूको भनाइ छ। कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका परियोजना प्रोजेक्ट म्यानेजर इरोज श्रेष्ठले संस्थाले स्थापना कालदेखि हालसम्म शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, पुनर्स्थापना र सामाजिक समावेशीकरणमा निरन्तर काम गर्दै आएको बताउनु भएको छ। उहाँले शहरदेखि दूरदराजसम्मका लाखौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै आफूहरूको सफलताको सूचक रहेको पनि बताउनुभयो। यसैबीच कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले परियोजना शुरू भएपछि कर्णालीका अपाङ्गता भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। जिल्ला समन्वय समितिका संयोजक गंगाराम सुनारले अपाङ्गता भएका बालबालिकालाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले अपाङ्गता भएका बालबालिकालाई समेट्ने यस्तो परियोजना आएकोमा ठूलो उपलब्धि भएको भन्दै अब ती बालबालिकाको उपचार र पुनर्स्थापनाको सेवामा लाग्नुपर्ने औल्याउनु भएको छ। भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले स्थानीय तहको सक्रियता र समन्वयलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले अब सबै पालिकाले अपाङ्गता पुनर्स्थापना केन्द्र निर्माण गर्नुपर्ने भन्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई त्यहीबाट सेवा दिनुपर्ने उल्लेख गर्नु भएको छ। यता सिमता गाउँपालिकाका अध्यक्ष एन बहादुर चन्दले अपाङ्गता भएका बालबालिकाको पहिचान र सेवा वितरणमा पारदर्शी कायम राख्नुपर्नेमा जोड़ दिनु भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दिनेश खत्रीले नीति बनाउने मात्र नभएर अब त्यसको कार्यान्वयनतर्फ पनि गम्भीर बन्नुपर्ने समय आएको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। सबैको मन सुने रेडियो भेरी एफएम। तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कोलपुर सुर्खेत 132 केबी प्रसारण लाइनको काम असोजभित्र पूरा गर्ने प्राधिकरणका निर्देशक साक्यको भनाई। कर्णाली सरकारले बजेट ल्याएको 12 दिन हुँदा पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुन सकेन। संविधानले प्रत्याभूत गरेका हक अधिकारबाट वञ्चित हुने गरेको अपाङ्गता भएकाहरूको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। गर्मी र मनसुनको बेला पानी पर्ने क्रम बढेसँगै संक्रामक रोगका बिरामी बढ्न थालेका छन्। भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडा पखालाका बिरामी बढ्न थालेका कर्णाली प्रदेश अस्पतालले जनाएको छ। टेको अस्पतालका सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बर्खाको समय, चर्को गर्मी तथा खानपानका कारण ज्वरो, हैजा तथा झाडा पखालाका बिरामी बढेको बताउनु भएको छ। पानीजन्य संक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाई र खानपानमा ध्यान दिनुपर्ने अनि विशेष गरी पालिकाले पनि आवश्यक सतर्कता अपनाउनु पर्नेमा उहाँको जोड छ। सौरा रोगबाट जोगिन व्यक्तिगत सरसफाई निकै महत्वपूर्ण रहेको सुमेरी अस्पतालका जनरल फिजिशियन डाक्टर सरोज थापाले बताउनु भएको छ। बर्खामा पानीको शुद्धतामा विशेष ध्यान दिनुपर्ने भन्दै डाक्टरले
योबाट जोगिन सुझाव दिएका छन्। बासी खानेकुरा नखान, भिडभाडमा नजान, बाहिरबाट घर पुगेपछि साबुन पानीले राम्ररी हात धुन, सफा उमालेको पानी खान र ताजा खानेकुरा खानुपर्ने तथा स्वास्थ्य समस्या भइहालेमा तुरुन्तै अस्पताल जानुपर्ने पनि डाक्टरको सल्लाह छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसको प्रभावका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली सुदूरपश्चिम गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यस्तै राति पनि देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ। हुम्ला जिल्लाको उत्तरी क्षेत्रका 1 दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ। हिउँदमा हिमताल कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानीको सतह घट्दै गएको हो। नाम्खा गाउँपालिका 3 का उर्गेन लामाले न्यालु, छुवा, ताक्ची, ताप्ला क्षेत्रका 1 दर्जन बढी हिमतालमा पानीको सतह घट्दै गएको बताउनुभयो। उहाँले न्यालु क्षेत्रको 4500 मिटर उचाइमा रहेको सेली माङतालको 75% पानी सुकेको बताउनुभयो। गत वर्ष यो समयमा तालमा पानीको सतह राम्रै भए पनि यो वर्ष भने यही समयमा पानी घटेर पोखरीमा रूपमा देखिन थालेको बताउनुभयो। यसै गरी ताक्ची क्षेत्रमा बस्दै आउनुभएका पुन्जोक लामाले पनि निकै ठूलो जादेको तालमा पानीको सतह घटेर आएको उल्लेख गर्नुभएको छ। उहाँले तालचे तिरेका 7वटा हिमतालमा पानीको सतह घटेको मात्र नभएर 2वटाको त पानी नै सुकेको बताउनु भएको छ। उच्च पाटन क्षेत्रमा हिमतालमा पानी सुकेपछि चौरी गाईलाई पिउने पानीको समस्या भएको उहाँको भनाइ छ। नाम्खा गाउँपालिकाका उच्च पाटनमा 20 भन्दा बढी हिमताल रहेको र तीमध्ये अधिकांशको पानीको सतह घटेको नाम्खा गाउँपालिका 6 को हिमाल पारेको गाउँ लिमिका वडाध्यक्ष पालदौर तामाङले बताउनुभयो। हिउँ धेरै नपर्नु, तापक्रम बढ्नु र जलवायु परिवर्तनका कारण यो अवस्था सिर्जना भएको उहाँको भनाइ छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। सबैको मन सुने रेडियो भेरी एफएम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। 26 वर्षको प्रतीक्षापछि हुम्लाका जनताको सड़क सपना अब केही दिनमै पूरा हुने भएको छ। चुवाखोला कर्णाली नदीमाथि बेली ब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमीकोटलाई राष्ट्रिय सड़क सञ्जालसँग जोडिने दशकौं पछिको बहुप्रतीक्षित सपना पूरा हुन लागेको हो। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर 2056 सालमा शिलान्यास भएको थियो। दक्षिणको नेपालगञ्ज जमुना नाकादेखि उत्तरी हुम्लाको चीन नेपाल हिल्सा नाका जोड्ने यो करिडोर 682 किलोमिटर लामो रहेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमीकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोरको शिलान्यास भएको हो। कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कुल 410 किलोमिटर यो सड़कको निर्माणको जिम्मा सुद्रेखी 2066 सालदेखि सड़क विभाग आफैले लिएको थियो। नेपाली सेनाले बनाएको बाहेक हिल्सा सिमीकोट खण्ड 145 किलोमिटर ट्र्याक खोल्न र 4वटा पुल निर्माण गर्न आर्थिक वर्ष 69-70 देखि आर्थिक वर्ष 79-80 सम्मको लागत 4 अर्ब 10 करोड़ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष 76-77 को वार्षिक प्रतिवेदनमा तथ्याङ्कमा उल्लेख गरिएको छ। यो प्रतिवेदन अनुसार भौतिक प्रगति 22.5% देखिएको छ। कुल 145 किलोमिटर मध्ये 130 किलोमिटर ट्र्याक खोलिएको देखिएको छ। कर्णाली करिडोरको लागि संघबाट 3 अर्ब 23 करोड़ 23 लाख, त्यसैगरी पैसा गएकोमा जम्मा 2 अर्ब 21 करोड़ 25 लाख 66 हजार रुपैयाँ खर्च भएको छ। 1 अर्ब 19 करोड़ 78 लाख 7 हजार पैसा फिर्ता गएको हिल्सा सिमीकोट सड़क योजना हुम्लाले बताएको छ। राज्यले बजेट खर्च गर्दा र हुम्लाको सड़क सपना पूरा भएकोमा स्थानीय नागरिकहरू खुशी भएका छन्। विभागले गर्ने काम निकै विलम्ब भएपछि समय धेरै लागेको स्थानीय नागरिकहरूले बताएका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाएको कर्णाली करिडोरको ट्र्याक खोल्नको काम जिम्मा पाएपछि नेपाली सेनाले 7 वर्षमा 123 किलोमिटर सड़क
निर्माण गरेको थियो। बर्दिया जिल्लामा रहेका 6 नगरपालिका र 2 गाउँपालिका गरी 8वटा स्थानीय तहले आर्थिक वर्ष 82-83 का लागि 7 अर्ब 37 करोड़को बजेट ल्याएका छन्। बर्दियाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको गुलरिया नगरपालिकाले 1 अर्ब 5 करोड़ 35 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। गुलरियामा रहेको प्रमुख पर्यटकीय क्षेत्र दुर्लभ जनावर कृष्णसार संरक्षणदेखि पर्यटन प्रवर्धन प्रचार र नगरवासीलाई कृषिमा अभिवृद्धि तथा आमदानी बढाउँदै युवालाई रोजगार प्रवर्धन गर्ने योजना पनि रहेको छ। यस्तैले गुलरिया नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कक्षा 1 देखि 12 सम्म सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राका लागि निशुल्क शिक्षाको व्यवस्था गर्ने नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो। भेरी खबरमा अब लागौं खेल खबरतर्फ। नेपाली राष्ट्रिय टोलीका स्पिनर द्वय सन्दीप लामिछाने र ललित राजवंशीले आईसीसी T20I बोलिङ वरियतामा फड्को मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा ललितले 29 स्थान सुधार गर्दै 54औं स्थानमा उक्लिएका हुन्। यस्तै सन्दीपले 41 स्थान सुधार गरी नयाँ वरियतामा 75औं स्थानमा उक्लिएका छन्। यी दुई बाहेक उनै अरू पनि नेपाली बलर शीर्ष 100 मा अटाउन सकेका छैनन्। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल आईसीसी T20 ब्याटिङ वरियतामा खस्किएको छ। नयाँ वरियतामा रोहित 2 स्थान तल झरेर 66औं स्थानमा पुगेका छन्। यस्तै आसिफ शेख वरियतामा पनि 2 स्थान तल खस्केर 77औं स्थानमा पुगेका छन्। दिपेन्द्र सिंह एरी 61औं स्थानमा कायम रहेका छन्। यसअघि उनी 93औं स्थानमा रहेका ओपनर कुशल बुर्तेल 10 स्थान सुधार गरेका छन्। एक दिवसीय राष्ट्रिय बोलिङतर्फ बने आरिफ शेख वरियतामा 13औं स्थान सुधार गरेका छन्। नयाँ वरियतामा उनी 90औं स्थानमा पर्न सफल भएका हुन्। र 23 वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नेउपाने नियुक्त हुनुभएको छ। ताजिकिस्तानमा हुने एएफसी 23 वर्ष मुनिको एसियन कप छनौटका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेउपानेलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। आउँदो सेप्टेम्बर 3 देखि 9 सम्म हुने 23 वर्ष मुनिको एसियन कप छनौटमा नेपाल, ताजिकिस्तान, सिरिया र फिलिपिन्स यसमा रहेका छन्। यस समूहको खेल ताजिकिस्तानमा हुनेछ। प्रतियोगितामा 44 टोलीलाई 11वटा समूहमा विभाजन गरिएको छ। आयोजक साउदी अरेबिया यसअघि नै छनौट भइसकेको छ। प्रतियोगिताबाट 11 समूह विजेता र 4 उत्कृष्ट उपविजेता एसियन कपमा छनौट हुनेछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनको काम असोजभित्र पूरा गर्ने प्राधिकरणका निर्देशक साक्यको भनाई। अवरोध भएका ठाउँमा समाधानका प्रयासहरू हुँदै। कर्णाली सरकारले बजेट ल्याएको 12 दिन हुँदा पनि बजेटमाथि छलफल सुरु भएन। बजेट सच्याउनु पर्ने प्रतिपक्षको माग। संविधानले प्रत्याभूत गरेका हक अधिकारबाट वञ्चित हुँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो। प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा तथ्याङ्क संकलनमा समस्या। र नेपाली राष्ट्रिय टोलीका स्पिनर द्वय सन्दीप लामिछाने र ललित कुमार राजवंशी आईसीसी T20 बोलिङ वरियतामा फड्को मार्न सफल। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन बिसी बिदा हुन्छौं। नमस्ते।